everyone, Papulo Chachilo Namaste सबैजनालाई and welcome back to my new video. म चाहिँ यहाँ त्यतिकै बसिरहेको थिएँ हो। आज पनि बिहानदेखिकै गरमै छ तर अहिले चाहिँ पानी पर्दै छ हो। दिन पनि खल्लै भएर आयो। अब चाहिँ शीतल हुन्छ हो। मेरो छोरी त भर्खर सुतिरहेको थियो उठ्यो हो। अहिले चाहिँ मैले भिडियो स्टार्ट गरेको मेरो चाहिँ आज चाहिँ मेरो चाहिँ लुगा पटाउने काम छ हैन। यति बिना लुगा चेलेले भइरहेछ। यहाँ पटाएर चाहिँ हाले मैले हिजो हैन यो मगाएको थिएँ नि त यो यसमा चाहिँ लुगाहरू हालेर राखेको छु मेरो बुढाको हो। अन्त यहाँ चाहिँ भयो यो कम्प्लिट भयो। अब यो मैले पुरा गर्नुपर्ने चाहिँ यस्तो डरलाग्दो यो भइरहेछ यहाँनिर चाहिँ यो काम खाना खाएर गरिहालौँ भनेको हो। अन्त यो काम छ लुगा पटाइपुटा गरेर राख्ने। अन्त मेरो छोरी चाहिँ यहाँ अब फ्याक्ने चिजहरू निकाल्छु म उसले यसो गरेर खिलाइदिन्छ हो। अब मेरो काम चाहिँ त्यति छ। अब त्यो सकिएर चाहिँ मेरो छोरीलाई म खाना दिन्छु हो। यो काम छिटो गर्नुपर्छ। यो छिटो काम सकेर चाहिँ मेरो छोरीलाई खाना दिन्छु। ऊ अहिले फिलहाल खेलिरहेको छ हो। मलाई यो लुगा पटाउँदा के याद आयो भने एउटा कुरा मैले नानीको लुगा भेटेँ नि त। त्यो नानीको लुगा पटाउँदा नयाँ लुगा भेटेँ। मलाई यस्तो मन दुख्छ कि यो लुगा देखेर। यो छ नि अब हेर्नुहोस् न यो सुट छ नि जुन यो सुट र अन्त यो सुट चाहिँ झन् मेरो नानीले एकैपल्ट लगाएको है साथीहरू। यो सुट चाहिँ एकैपल्ट मात्रै लगायो उसले हैन। अनि यो सुट यो झन् उसले लगाएको पनि छैन। यो झन् उसले लगाएको पनि छैन। ट्यागसँगै छ हैन। एकपल्ट पनि लगाएको छैन। तर यसमा यस्तो धोका लाग्छ कि यस्तो मन परेर हैन नानाले उसको आङीले नानाले चाहिँ यस्तो मन पराएर किनिदिनु भएको थियो हैन। अब विन्टर लाग्यो विन्टरमा लगाउँछ भनेर किनिदिनु भएको थियो। यस्तै ऊ 5 मन्थको 5 मन्थ हैन 6 मन्थको थियो होला 6-7 मन्थको थियो हैन। त्यति बेला यहीँ दार्जिलिङमै अब विन्टर भर्खर विन्टर चढ्दै थियो। त्यति बेला किनिदिनु भएको थियो नानाले हैन। यस्तो मन परेर किनिदिनु भएको थियो लगाउँछ भनेर हैन। यस्तो तातो छ यस्तो नरम छ। तर के भइदियो भन्नु न अब जस्तो विन्टर भर्खर लाग्न थाल्यो उसलाई यो ठुलो हुनु थाल्यो लुगा ठुलो हुन्थ्यो। त्यो भएर अन्त विन्टरमा फेरि यहाँ बस्नु नसकेर हामी बस्नु नसकेर चाहिँ आमाले चाहिँ नानी म सबैजना तल गएर बसेको थियौँ सिलगढीमा बसेँ 4 महिना जस्तै बसेँ सिलगढीबाट जब हामी वापस आएँ हैन तब यो लुगा नापिदिएको यस्तो धोका लाग्छ यो लुगा देख्दा चाहिँ। नापिदिए सानो भइदियो हैन चेनै लागेन यस्तो चेनै लाग्गिन चाहिँ टाइट यो मुनि चाहिँ टाइट भयो। अन्त यस्तो धोका लाग्छ कि मलाई नि यो लुगाहरू देख्दा माया लागेर आउँछ धोका लागेर आउँछ। यस्तो मजाको किनिदिएको थियो हैन तर भएन। यो दुईटाको टोटल हामीले उसमा किनिदिएको यो नानीको लुगा कपडा हट छु के नानीको पाउँछ नि त्यो एपबाट मगाइदिएको थिएँ हैन। म प्रायः जस्तो उसलाई लुगा त्यो हफ कस्ट हो कि के भनेबाट त्यहाँदेखि अनि त्यो एउटा फर्स्ट क्राईबाट मगाइदिन्छु लुगा उसलाई चाहिँ ज्यादा जस्तो चाहिँ त्यहीँबाट मगाइदिन्छु नि त लुगा। यो चाहिँ मलाई कस्तो मन परेको थियो हैन। यो र नानाले चाहिँ भन्नुभएको थियो नि त विन्टर लाग्यो नानीलाई तातो लुगाहरू किनिदेऊ काका जाँदा फेरि लगाउने भनेर चाहिँ नानाले पैसा हालिदिनु भएको थियो अनलाइन हैन 4000 हो कि 4500मा किनिदिएको यो दुईटा चाहिँ हैन 4500मा किनिदिएको यो दुईटा चाहिँ। तर यो एकैपल्ट लगाइदिए ठुलो भएर भने लगाइदिए ठुलै हुन्थ्यो उसलाई त्यति बेला तर पनि लगाइदिए हैन। त्यो बाक्लो मोटो छ हैन। यो चाहिँ तर एकैपल्ट पनि लाउनु पाएन हो उसले। यो चाहिँ ट्यागसँगै छ। अस्ति आएर हुन्छ ल भने नापिदिए तर भएन कस्तो धोका लाग्छ साथीहरू। त्यही कारणले एउटा शिक्षा मैले सिकेँ हैन के हुँदो रहेछ नानीहरू सानो हुँदा चाहिँ नि लुगा चाहिँ अब आफूलाई इच्छा लाग्छ नानीले यो लगाओस् तर इच्छा मारी चाहिँ लुगा नकिनिदिनु रहेछ साथीहरू। किनभने जब उसलाई अब मलाई यो लगाइदिने इच्छा हुन्छ किनिदिन्छु नि हल्लै पर्दिँदो रहेछ नानीहरू हैन। त्यहाँदेखि सानो हुन्छ किनिदियो भने चाहिँ कि त ठुलो साइजको किनिदेऊ कि त ठुलो भएर हुने गरी किनिदेऊ हो कि त अहिले नै नकिनिदिनु बेस्ट रहेछ। उसको अहिले यति बिना छ सानो लुगाहरू एक दिन लगाएको लुगाहरू यति बिना थुप्रेको छ उसको हैन। अहिले त त्यो लुगाहरू हुँदैन कस्तो माया लागेर आउँछ मलाई चाहिँ त्यति चाहिँ अब अहिले लुगाहरू किनिदिनुभन्दा अगाडि पुरा सोच्छु क्या ल्या अब उसलाई अलिक ठुलो साइजको किनिदिने पनि हुँदैन फेरि कहिले पर्खिरहनु हो। अझै छ यहाँनिर कतिवटा लुगाहरू छ मैले किनिदिएको उसलाई हैन मगाइदिएको तर ठुलो साइजको मगाइदिएको छु अहिलेसम्म भएको छैन। अब ऊ बढ्छ त्यहाँदेखि हुन्छ भनेर राखिरहेको छु हैन। त्योहरू पनि एकताल नि लाग्छ न नयाँ राखिरहेको छु पेकिङमै हैन। अहिले तपाईँलाई भेट्यो भने यहाँ भेट्नु चाहिँ यो जामा पनि उसलाई उसको आमाले ऊ यस्तै उसको भात खिलाइको दसैँको दिन ल्याइदिएको यो जामा
अलिक ठुलो साइजको ल्याइदिनु भएको छ, ठुलो भएर हुन्छ भनेर होइन। यो अहिले ट्यागसँगै छ जस्तोको त्यस्तै छ यो जामा पनि, उसले लाएको पनि छैन यो जामा होइन। अब यो ठुलो भएर लाउँछ। यो चाहिँ तपाईँको 2-3 इयर्सको छ जामा चाहिँ होइन, 2-3 इयर्सको छ। अब 2-3 वर्षदेखि मात्रै हुन्छ यो जामा चाहिँ हो उसलाई। यो पनि ट्यागसँगै छ, राखिदिइरहेको छु उसलाई यो जामा पनि होइन। यो हेर्नुहोस् है, यो मेरो छोरीलाई मैले भात खुवाएको दिन किनिदिएको, भात खुवाएको दिन किनिदिएको उसलाई मैले लुगा नभनेको 3टा हो कि 4टा छ उसको लुगा भात खुवाएको होइन। यो चाहिँ हामीले उसलाई जब हामीले भात खुवाउँछ नानीलाई तब चाहिँ व्हाइट कलरको लुगा लगाइदिनु भन्नुहुन्छ क्या। त्यो भएर चाहिँ हामीले उसलाई व्हाइट कलरको लुगा किनिदिएको थियो होइन, जामा किनिदिएको थियो। यो त अहिले उसलाई हुँदैन पनि छिर्दैन पनि अहिले त उसलाई होइन। यो जामा कस्तो माया लाग्छ। यो पनि एकै दिन लगायो, भात खुवाएको दिन मात्रै लगायो यो जामा उसले पनि हो। यो चाहिँ मलाई धोका लाग्छ यो जामाहरू देख्दा होइन। यो जामाको चाहिँ यो हेयरबिन पनि छ, यो यस्तो हेयरबिन पनि छ, क्राउन पनि छ है। यस्तो खालको हेयरबिन चाहिँ नानीहरूको भन्छ। एकै दिन लगायो यो जामा पनि होइन उसलाई, किनभने त्यो भात खुवाएको दिन रातो कपडा त्यो जुन त्यो रातो बढे सेडै हुन्छ नि त्यस्तो किनिदिएको थियो नेपालको त्यो उयसहरू लाउने त्यस्तो खालको सेट किनिदिएको थियो। त्यो चाहिँ अलिक ठुलो साइजमा किनिदिएको थियो, अहिलेसम्म हुने साइजमा त्यो चाहिँ भयो। यो हामीले जामा किन्दाखेरि चाहिँ यति डरलाग्दो खोज्यो यो व्हाइट कलरको जामा, नपाएर चाहिँ लास्टमा यो जामा ल्याइकन आएँ हामीले हो। त्यहाँदेखि ठिक्कैको पाएँ, किनभने अब ठिक्कैको देख्नु पऱ्यो भनेर ठिक्कैको पाएँ। अन्त उसलाई ल्याइदियो, यसलाई ल्याइदियो, अनि उसले एकै दिन लगायो अनि त्यत्तिकै थन्केको छ त्यो उयो पनि। यहाँ उयो गर्दा सफा गर्दा भेट्यो होइन यो लुगा। मैले यो लुगा उसलाई अब सानो साइजको किनिदिनु भन्यो भने उसलाई सानो हुन्छ भने चाहिँ ठुलो साइजको किनिदिएको थिएँ होइन। उसको पनि मगाएको मैले। यो चाहिँ कहाँबाट मगाएको, फर्स्ट क्राईबाट मगाएको होला है मैले। यो ट्यागसँगै छ होइन। यो चाहिँ अलिक ठुलो साइजमा मगाइदिएको थिएँ। अब ठुलो भएर हुन्छ भनेर चाहिँ 12 मन्थ टु 18 मन्थ 12 मन्थ टु 18 मन्थको मगाइदिएको। यो चाहिँ ठुलो नै छ, यो ट्र्याक हो बुझ्यो होला। यहाँ चाहिँ मैले उसलाई ठुलै साइजमा मगाइदिएको, ठुलो भइन्जाल हुन्छ भनेर। अहिले त यो त उसलाई हुँदैन पनि हो, हिँड्ने भएपछि मजाले दुगुर्ने भएपछि मात्रै हुन्छ हो। यो चाहिँ यो पनि उसको मैले यो पनि मलाई इच्छा लागेर होइन, अब नानी ठुलो भएर हुन्छ भनेर मगाइदिएको यो पनि। अन्त यो पनि ट्यागसँगै छ। यो पनि अब यो बेबी हक के हो, बेबी हक यो पनि ट्यागसँगै छ हो। सेटै मगाइदिएको थिएँ मैले उसलाई लगाइदिनुको लागि। अनि यो चाहिँ यस्तो साइजको छ। यो मलाई मन परेर मगाइदिएको मेरो छोरीको लागि होइन। तर यो पनि मैले ठुलो साइजको मगाइदिएको छु। अब ऊ अलिक ठुलो भएपछि यो हुन्छ नि त ठिक्कै उसलाई, त्यो भएर मगाइदिएको। अन्त यो चाहिँ नानाले दिनुभएको हो उसलाई फर्स्ट भेट्दाखेरि। नाना भन्ने मतलब त सिलगढीको नानाले उसलाई दिनुभएको हो। यो चाहिँ यो पनि ठुलै हुन्छ, अहिले हुँदैन उसलाई। यो ठुलो भएपछि मात्रै हुन्छ यो कपडाहरू चाहिँ होइन। यति चाहिँ मैले उसलाई 18 टु होइन 12 टु 18 मन्थको किनिदिएको यो लुगा। अलिक ठुलो भएर होस् नै, ठुलो भएर होइन होस् भनेर किनिदिएको होइन। अन्त अरू चाहिँ 9 टु 12 मन्थ 8 टु 12 मन्थको त ठिक्कै मात्रै पाउँछ नि त लुगा। योभन्दा ठुलो साइजको फेरि ज्यादा ठुलो आउँदो रहेछ, 12 टु 18 मन्थ चाहिँ ज्यादै ठुलो नै आउँदो रहेछ होइन लुगाहरू चाहिँ। यति चाहिँ मैले नानीलाई ठुलो साइजको किनिदिएको लुगा हो। अब यो पनि खन्काइ हुन्छ यो लुगाहरू होइन, पछि अब ऊ अलिक उयो भएर लगाइदिनुपर्छ। यो लुगा चाहिँ साह्रै यताउता भएको थियो नि त, घरि यो च्यादर निकाल्दा घरि के निकाल्दा पुरा लुगा तलमाथि भएको थियो नि त। अहिले चाहिँ सबै चाटकमिटक मिलाइदिइसकेको छु होइन। लुगाहरू चाहिँ यहाँ पट्टाइ गरेर राखिसकेँ हो। अनि ओके साथीहरू, म भिडियो चाहिँ यहीँ इन गर्दैछु है। तपाईँहरूलाई कस्तो के लाग्छ होइन। अन्त एउटा कुरो चाहिँ के हो भने मैले जुन भिडियो बनाएको छु होइन त्यो लुगाको बारेमा, नानीको लुगाको बारेमा यो भनेर, तर मैले त्यो मतलब मेरो नानीको यो लुगा हो यस्तो हेनतेन भनेर बनाएको छुइनँ, नराम्रो नसोचिदिनुहोस् ल। जस्ट मैले भुक्तेकै तपाईँहरूलाई भनेको मात्रै हो। किनभने नानी सानो हुँदा चाहिँ त्यति साह्रो लुगाहरू किनिदिनु हुँदैन रहेछ, त्यो मलाई उयो
त्यो भएर चाहिँ तपाईँलाई भनेको मात्रै हो। अनि जे भए पनि आमा अब यस्तो हुन्छ नि त, आमाहरू भएपछि है नानीलाई यो किनिदिनु इच्छा लाग्छ, त्यो किनिदिनु इच्छा लाग्छ। तर मैले चाहिँ बुझेँ कि नानीहरू सानो हुँदा चाहिँ त्यसरी भक्कु लुगा चाहिँ किनिदिनु हुँदैन रहेछ, किनभने नानीहरू हुर्किहाल्दो रहेछ, बढिहाल्दो रहेछ। त्यो लुगा चाहिँ सानो हुन्छ नि त पछिल्लाई होइन। नयाँ मम्मीहरू हुनुहुन्छ, भर्खर हुनुभएको होइन, अन्त सानो हुँदा फेरि अब नानी बढ्दै जान्छ, इच्छा लाग्दै जान्छ आफूलाई पनि होइन। नानी जति बढ्दै जान्छ यो लुगाले पो सुहाउँछ होइन, नानीलाई किनिदिनु पर्यो, यो लुगाले सुहाउँछ भनेर किन्नु इच्छा लाग्छ, किनभने मलाई पनि भएकै हो होइन त्यो इच्छाले अन्त नानीलाई किनिदिन्छ होइन। लास्टमा त्यो नानी 4-5 महिनाको भएर त्यो लुगाहरू सानो हुँदै जान्छ, नानी बढ्दै जान्छ, लुगा थुप्रिँदै जान्छ। त्यही कारणले मैले त्यो भनेको मात्र हो, नराम्रो नसोचिदिनुहोस् होला। अनि यो ब्लग चाहिँ म यहाँ इन गर्दैछु, फेरि भेटौँला नेक्स्ट ब्लगमा है। अनि कस्तो लाग्छ के लाग्छ है, मन पर्यो भने लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस् मेरो च्यानललाई। फेरि भेटौँला नेक्स्ट ब्लगमा। बाई बाई सबैजना।